नमस्कार। आज फेरि हामी भू राजनीतिले एउटा सानो मुलुकलाई कसरी बर्बाद पार्न सक्छ त्यसको ज्वलन्त उदाहरणको रूपमा तत्काल देखिएको अहिले हाम्रो छिमेकी राष्ट्र बङ्गलादेश हुन पुगेको छ, जसको शिकार बङ्गलादेश निकट दिनमै अब टुक्रिनेवाला देखिन्छ। बङ्गलादेश लगायत म्यानमार, बङ्गलादेश र भारतको केही क्षेत्रलाई समेटेर नयाँ देशको परिकल्पना हुँदैछ। यसै बारेमा अनुष्ठान रचिएको छ। एउटा ठुलो शक्तिशाली मुलुकले साना मुलुकलाई कसरी भू राजनीतिको चेपोमा पार्न सक्छ र त्यसको नतिजा के हुन सक्छ बारेमा यहाँ हामी छलफल गर्नेछौँ। शक्ति राष्ट्रहरूले भन्नलाई स्वाभिमान सार्वभौम सम्पन्न राष्ट्र भने तापनि शक्ति राष्ट्र जुन सैन्य तथा आर्थिक हिसाब लगायत भूगोलले पनि यदि कुनै देश शक्तिशाली छ भने त्यसको चेपोमा साना मुलुक कसरी पर्छन् भन्ने ज्वलन्त उदाहरणको लागि आज हामी बङ्गलादेश र म्यानमारलाई तुलना गर्न सक्छौँ। केही समय अघि अर्थात् करिब 9 देखि 10 महिना अगाडि मैले देशसञ्चार.com देश संसारमा एउटा आर्टिकल लेखेको थिएँ, जसमा बङ्गलादेशी आन्दोलनभित्रको नेपथ्य र अन्तर्य शीर्षकमा एउटा आर्टिकल लेखेको थिएँ। हो त्यही आर्टिकलको कारण पक्ष अर्थात् त्यसको नतिजा अब देखिन थालेको छ। त्यो बेला 10 महिना अघि लेखेको आर्टिकल आज यथार्थमा परिणत हुने सङ्केत देखा परेको छ। लागौँ अब भू राजनीतिको चेपोमा परेको बङ्गलादेश र म्यानमारको बारेमा थोरै यहाँ चर्चा गरौँ। यो रातो रेखाले घेरेको देश हाम्रो नेपाल हो भने यहाँबाट करिब पूर्वको मेचीबाट करिब 18 किलोमिटर दक्षिण पूर्वमा रहेको देश बङ्गलादेश। आज यो बङ्गलादेश र यो म्यानमार सङ्कटमा पुगेको छ, अर्थात् यहाँ देश टुक्रन सक्ने सम्भावना एकदमै नजिकिएको छ, जसको भित्री कारण मैले 8-9 महिना अघि देशसञ्चार.com एउटा लेखेको आर्टिकलमा उल्लेख गरेको थियो। आज त्यो व्यवहारिक रूपमा देखा पर्न थालेको छ। यसको मुख्य कारक भनेको जसरी चीन पाकिस्तान इकोनोमिक करिडोर, चीनबाट पाकिस्तानको ग्वादर बन्दरगाहसम्मको जुन करिडोर निर्माण गर्ने चीनको प्रस्ताव थियो र त्यो कार्यतर्फ गइरहेको छ, त्यसै गरी चीनले यो बङ्गालको खाडीसम्म जोड्नको निम्ति एउटा चीन म्यानमार इकोनोमिक करिडोर कन्सेप्ट तयार गरेको थियो, जसलाई रोक्नुपर्ने बाध्यता अमेरिकाको सामु आइपुग्यो। फलस्वरूप अमेरिकाले यस्तो खेल खेल्यो जसले गर्दा अब केही दिनभित्रै यो परियोजना त रोकिने स्योर नै भइहाल्यो। यसको अलावा म्यानमार देश अब टुक्रँदैछ। म्यानमार मात्र नभएर बङ्गलादेशको नि केही भूभाग समेटेर एउटा नयाँ देश बन्ने तर्फमा छ। जसरी सन् 2002 मे 20 मा इन्डोनेसियाबाट धर्मको आधार अर्थात् राष्ट्र राज्यको सिद्धान्तहरू अनुरूप पूर्वी टिमोर भन्ने एउटा देशको उत्पत्ति भयो, जन्म भयो। हो त्यही मोडेलमा आज बङ्गलादेश र म्यानमारलाई टुक्राएर छुट्टै देश बनाउने प्रयास भइरहेको छ, जसको कारणतर्फ अर्थात् व्यवहारिक पक्षमा पनि केही सङ्केत र गतिविधिहरू देख्न सकिन्छ। बङ्गलादेश मुख्यतः 8 वटा प्रदेशमा विभाजित छ, जसको अन्तिमसँग दक्षिण पूर्व जुन भूगोल छ, यो भूगोल बङ्गलादेश मात्र नभएर म्यानमार, लाओस, चीनको नि दक्षिण क्षेत्र, थाइल्यान्ड, भियतनाम भनेको यस्तो उर्वर भूमि हो जहाँ हरियाली उर्वर क्षेत्र एकदमै प्रचुर मात्रामा भएको भूगोल हो। तसर्थ यो भूगोल बाह्य देशको आँखामा पर्दा आज यो भूगोल टुक्रने अवस्थामा छ, नयाँ देश बन्ने अवस्थामा छ। यहाँका जनताहरू छुट्टै देशको माग गर्दै हतियार उठाएका छन्। केही समय अघि बङ्गलादेशमा ठुलो आन्दोलन भएको थियो, जसमा तत्कालीन प्रधानमन्त्री शेख हसिना भाग्नु परेको थियो। गलत विषय गलत मुद्दामा पनि यदि आन्दोलन चर्किएको छ भने त्यो आन्दोलनले विशाल रूप लिन्छ। त्यसमा एउटै कारण हुन्छ कि आन्दोलन सफल हुन्छ हुन्न भन्ने कुराको मुख्य बुँदा भनेको त्यो आन्दोलनलाई ब्याकअप अर्थात् पछाडिबाट जसले फोर्स लगाइरहेको हुन्छ त्यो शक्ति कतिको बलियो छ भन्ने अर्थमा त्यो आन्दोलन तुइन्छ अथवा सफल हुन्छ भन्ने देखिन्छ। आन्दोलन भिडहरूको एउटा जत्था हो जसमा विवेक प्रयोग हुँदैन। एउटा व्यक्ति कोठामा बसे एउटा विवेकशील र एकदम बौद्धिक व्यक्ति पनि कोठामा बसिन्जेल बौद्धिक र विवेकशील हुन सक्छ, तर त्यही व्यक्ति यदि आन्दोलनमा गयो भने ऊ विवेकहीन हुन पुग्छ, शून्य हुन पुग्छ। तसर्थ आन्दोलनले विवेक प्रयोग गर्न बङ्गलादेशमा शेख हसिनाको जुन सरकार थियो, जुन सत्ता थियो, त्यो गुमेको छ। त्यही आन्दोलनको बलमा आन्दोलन कसले गर्यो, किन गर्यो, त्यसको नेपथ्य र अन्तर्य अर्कै छ। यद्यपि आन्दोलन सफल भएको छ, त्यसमा बाह्य शक्तिको व्यापक सहयोग भएको हुँदा शेख हसिना अन्ततः देश छाड्न बाध्य भइन्। आज शेख हसिना छोडेपछि बङ्गलादेश जर्जर अवस्थाबाट गुज्रिरहेको छ। अब निकट दिनमै बङ्गलादेश टुक्रन सक्ने अवस्थामा पुगेको छ। 24 मे 27 मा बङ्गलादेशी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले गोरा मानिसहरूले मलाई रुचाएको छैन भनेर अभिव्यक्ति दिएको थिइन्। त्यो अमेरिकातर्फ इङ्गित थियो।
उनको भनाइअनुसार अमेरिकाले बङ्गलादेशको चित्तागोङ जुन प्रदेश छ त्यसमा एउटा सेन्ट मार्टिन नामक एउटा टापु छ, त्यो सैन्य अड्डाको लागि अमेरिकाले मागेको र त्यसमा आफूले त्यसलाई अस्वीकार गर्दा ममाथि सत्ता बहिर्गमनको निम्ति प्रयास भइरहेको भन्ने अर्थमा उनले त्यस बेला बोलेको थिइन् 2024 मे 27 मा। फलस्वरूप उनी विरुद्ध आन्दोलन यति धेरै चर्क्यो कि उनी अन्ततः सत्ता बाहिर मात्र पसिनन् कि देशै छोड्नुपर्ने अवस्थामा पुगिन्। आज यही टापु सेन्ट मार्टिन टापुले गर्दा उनले सत्ता गुमाउनु परेको छ। कतिपय घटनाक्रमहरू कालखण्डमा हामी पढ्छौँ। शक्ति राष्ट्रहरूको दबावमा कि सत्ता छोड्नुपर्ने हुन्छ, कि आफ्नो सत्ता त्याग्नुपर्ने हुन्छ, अथवा कि त सम्झौतामा आउनुपर्ने हुन्छ, अथवा केही कुरा गुमाउनु पर्ने हुन्छ। राष्ट्रियता अथवा राष्ट्र धर्म गुमाउने, सांस्कृतिक पक्ष गुमाउने या सत्ता गुमाउने, यो दुईटामा एउटा गुमाउनु पर्ने बाध्यता आइलाग्न सक्छ। त्यसैगरी शेख हसिनालाई त्यस्तै अवस्था आइपरेको देखिन्छ। आज सेन्ट मार्टिन आइल्यान्डमा अमेरिकन सेनाले त्यहाँ आफ्नो बेस बनाउनलाई गरेको प्रयास शेख हसिनाले अस्वीकार गर्दा उनको सत्ता गुमेको अर्थ लगाउन सकिन्छ। किनकि 2024 मे 27 मा उनले गोरा मान्छेहरूले आफूलाई नरुचाएको र आफूलाई कुनै पनि बेला सत्ताबाट बाहिर निकाल्न सक्ने अभिव्यक्ति दिएकी थिइन्। त्यसको लगत्तै त्यसको 1.5-2 महिनापछि वास्तवमै त्यहाँ ठुलो आन्दोलन भयो र आन्दोलनबाट उनी बढारिन्। आन्दोलन यस्तो चिज हो जहाँ विवेक शून्य हुन्छ। विवेकशील र बौद्धिक व्यक्ति पनि यदि आन्दोलनमा छिरेको छ, आन्दोलनमा गएको छ भने उसले विवेक गुमाउन पुग्छ। किनकि त्यही व्यक्ति यदि कोठामा आएर शान्त स्वभावमा ऊ विवेकशील कुरा गर्न सक्छ भने आन्दोलनमा ऊ त्यो काम गर्न सक्दैन। आन्दोलनमा हुल मार्चले जता डोरायो मानिस त्यति जान्छन्। त्यही भएर नेपाली कङ्ग्रेसको नेता गणेशमान सिंहले नेपाली जनता भेडा हुन् भनेका थिइन्। वास्तवमा त्यो सही र किटान गरी भनेको अर्थ हो, तर गलत यतिमा भएको छ कि नेपाली जनता मात्रै भेडा होइनन्, मानवीय स्वभाव जहाँसुकै विश्वको जुनसुकै जनता पनि भेडै हुन्छन्। अर्थात् हुलमा ऊ भेडाकै रूपमा प्रस्तुत हुन्छ। अमेरिका होस् चाहे युरोप होस्, जुन हामीले कल्पना गरेका थियौँ विवेकशील छन्, एकदम बुद्धि लगाउँछन् भने त्यो व्यक्तिगत इन्डिभिजुअलमा त्यो हुन सक्छन्, तर मासमा पुगेपछि त्यो सबै मिथ्या हुन्छन्। त्यो सबै के हुन्छन्? विवेक शून्य हुन्छन् र जमात त्यो हुलले जता डोराए त्यतै जाने गर्छन्। तपाईँले व्यवहारिक पक्षमा पनि हेर्नु भएको होला, जस्तो ट्राफिक बिचमा उभिरहेको छ र बाइक अथवा गाडी त्यहाँ रोकिरहेको छ, कसैले आँट गरेन, तर एउटा व्यक्तिले अगाडि बढाओस् बाइक अथवा गाडी, अरू सबै हुर्र आउँछन्। के भनेको मतलब? एउटा व्यक्ति गएपछि भेडासरी मानवीय जो चेतना, मानवीय स्वभाव नै खासमा भयो भने भेडासरी नै हो। त्यो नेपाली नागरिकको हकमा मात्रै होइन कि विश्वव्यापी रूपमा मानवीय गुण त्यसमा निहित भएकोले सम्पूर्ण मानव जाति नै भेडाको स्वभावमा हुन्छ। यद्यपि भेडै हुनु भन्ने भएन, सधैँ जतिखेर पनि भेडैकै स्वभावमा चाहिँ हुँदैनन्। तथापि मासमा जब मानिस छिर्छ त्यसपछि ऊ भेडाको स्वभाव ग्रहण गर्छ। त्यसै गरी हतियारलाई नियन्त्रण गर्नुपर्छ, हतियारको कम खपत गर्नुपर्छ, हतियारलाई जो कोही सर्वसाधारणको पहुँच अथवा सर्वसुलभ बनाउनु हुँदैन भन्नुको अर्थ के हो भने विवेकशील मान्छेको पनि यदि हातमा हतियार थम्याउने हो भने ऊ प्रयोग गर्न लालायत हुन्छ। तसर्थ मान्छेले जब हतियार पाएपछि विवेकमा बस्दैन। सबै त्यस्तो हुँदैन, तर औषध मानिसहरू एक्चुअली प्रयोग गर्नु त यो कस्तो हुन्छ भन्ने हुन्छ हो। त्यस्तै गरी यो मास भनेको जुन आन्दोलन भन्ने छ त्यो चाहिँ 90% सधैँ प्रायोजितै हुन्छ। जनआन्दोलन भनौँ जे भनौँ, त्यो कुनै न कुनै रूपमा एउटा व्यक्ति एउटा समूहको योजना अथवा प्रायोजित भएर त्यो आन्दोलन आयोजना गरेको हुन्छ। त्यसमा आम मान्छे चाहिँ हुल हुजतमा त्यो मानिसहरू आन्दोलनमा सहभागी हुन्छन् र आन्दोलनले ठुलो रूप लिन्छ। अर्थात् मानवीय सङ्ख्या ठुलो भएपछि आन्दोलन सफल हुने सम्भावना हुन्छ। हाम्रो शास्त्रमा पनि भनिएको छ, सँगै शक्ति कलौ युगे, अथवा कलीमा जति धेरै सङ्घ हुन्छ त्यो नै शक्ति हो भन्ने हाम्रो शास्त्रले पनि त्यो व्याख्या गरेको छ। अब लागौँ यसतर्फ। यहाँ देखिरहनु भएको छ बङ्गलादेशको 8वटा प्रदेशहरू छन् जसमा यो चित्तागोङ भन्ने प्रदेश छ। यसमा म्यानमारको सीमा, यहाँ म्यानमार, यता भारतको त्रिपुरा, मिजोरम, मणिपुर लगायतको राज्यहरू, भारतको पूर्वोत्तरका राज्यहरू पनि यसमा जोडिएका छन्। यो क्षेत्र अहिले अशान्तिको भूमरीमा फस्दै गएको छ र यहाँ एउटा टापु पनि रहेको छ जसलाई सेन्ट मार्टिन भनिन्छ। त्यो टापुको आकर्षणले यति बेला बङ्गलादेश पनि टुक्रने अवस्थामा पुगेको छ। बङ्गलादेशी अन्तरिम सरकार प्रमुख युनुस अहिले प्रधानमन्त्रीको हैसियतमा जुन छन्, भन्न त उनलाई सल्लाहकार भनिएको छ, यद्यपि प्रधानमन्त्रीको हैसियतमा छन्। उनलाई यही कार्य प्रयोजन गर्न अथवा यो म्यानमार र बङ्गलादेशको केही भूभागलाई टुक्राउनको निम्ति उनलाई त्यसमा अगाडि सारिएको भन्ने पनि अर्थाइएको छ। जे होस्, त्यसै गरी यो म्यानमारको नक्सा देखाइरहेको छु मैले। राजधानी यो नेपिडो भन्ने ठाउँ छ। यहाँ अहिले सैन्य
शासन अथवा सेनाको शासन चलिरहेको छ। सन् 2021 को फेब्रुअरी 1 मा तत्कालीन जननिर्वाचित सरकार आङ सान सुकीलाई नजरबन्दमा राखेर सेनाले आफ्नो सत्ता यहाँ सम्हालिरहेको छ। यद्यपि पछिल्लो समय भने सेना यहाँ करिब 36% मात्रै भूगोललाई आफ्नो कन्ट्रोलमा नियन्त्रण राख्न सफल भएको छ। त्योभन्दा बाँकी भूगोल सेनाबाट बाहिर गइसकेको छ। यहाँ विद्रोह एकपछि अर्को विद्रोहहरू जन्मिरहेका छन्, विद्रोही समूहहरू बनिरहेका छन्। त्यसमा उनीहरूको माग भनेको अब सेना शासन हट्नु मात्र छैन कि छुट्टै राज्य चाहियो, छुट्टै देश चाहियो भन्ने माग उठिरहेको छ। यति बेला म्यानमार र बङ्गलादेशको सीमामा सङ्घर्षका कथाहरू नयाँ सुनिन थालेका छन्। यो देख्न सक्नुहुन्छ, यो सेन्ट मार्टिन आइल्यान्ड यो टापु हो। यो लगायत सितुवे, यो बक्स बजार, बङ्गलादेशको बक्स बजार, बङ्गलादेशको सेन्ट मार्टिन टापु, बक्स बजार लगायत यो म्यानमारको चीन प्रान्त र रखाइन प्रान्त यिनीहरूलाई समेटेर एउटा नयाँ देशको अवधारणा बनाइदिन्छ, जुन पूर्वी टिमोरको मोडलमा अर्थात् क्रिस्चियनहरूको देशको रूपमा यसलाई अगाडि सार्ने प्रयास भइरहेको छ। र यति बेला त्यहाँभित्र एकदमै सङ्घर्षपूर्णका दिनहरू अर्थात् सशस्त्र द्वन्द्वहरू चर्किरहेका छन्। यो क्षेत्र भनेको बङ्गलादेशको चित्तगोङ लगायत म्यानमारको चीन र रखाइन यति क्षेत्र अहिले यति बेला एकदम चर्चामा छ र यो एकदम विवादित रूपमा चर्केको छ। जहाँ कुकी समुदायको बाहुल्य उपस्थिति छ। कुकी समुदाय केही समय अघि भारतको मणिपुरमा पनि कुकी र मैतेई दुई धार्मिक समुदायबीच हिंसा भड्केको थियो। त्यसमा सयौं व्यक्तिहरूले आफ्नो ज्यान गुमाउनु परेको थियो। कुकी समुदाय विशेषतः इसाई धर्म मान्ने गर्छन्। ईस्ट इन्डिया कम्पनीले जुन भारतमा शासन गर्यो त्यही ताकादेखि यिनीहरू आफ्नो धर्म, मौलिक तथा आदिवासी धर्महरू छोडेर यिनीहरू इसाई भएका थिए। आज यिनीहरू छुट्टै देश माग्ने अवस्थामा पुगेका छन्। यो मात्र नभएर भारतको मिजोरम, मणिपुर, त्यसै गरी बङ्गलादेशको बक्स बजार, सेन्ट आइल्यान्ड लगायत म्यानमारको चीन र रखाइन यी क्षेत्रलाई समेटेर नयाँ देशको लागि त्यहाँ सङ्घर्ष जारी छ, जसमा आराकान आर्मी नामक एक सशस्त्र विद्रोही समूहले हिंसा द्वन्द्व चर्काइरहेको छ। हालसम्म त्यहाँ ठुलो जनधनको क्षति भएको छ भने म्यानमारको यो क्षेत्रमा त म्यानमारको सेना जसलाई जुन्ता भनिन्छ, उनीहरू म्यानमारी सेना त्यस ठाउँमा प्रवेश गर्न सकेका छैनन्। अर्थात् म्यानमारका सेनाहरूले आफ्नो म्यानमारको जम्मा 36% भूगोल मात्रै नियन्त्रण राख्न सकेका छन्। बाँकी सबै खुला त्यहाँ अराजकता एकदमै फैलिएर गएको छ। जसको कारणले गर्दा यो नयाँ देश पूर्वी टिमोरको शैलीमा, त्यो मोडलमा, त्यो ढाँचामा, त्यो नमुनामा जे होस् नयाँ देश उदाउने क्रममा छ। यो दक्षिण पूर्वी एसियामा नयाँ देशको सम्भावना एकदमै बढेर गएको छ। यो क्षेत्रमा अमेरिकन नीति निर्माण डोनाल्ड लू केही समय अघि आएका थिए र उनले बङ्गलादेशको जुन सरकार, जुन शेख हसिनाको जुन सरकारले बहुमत ल्यायो अर्थात् त्यहाँ चुनाव गरायो, उसलाई अमेरिकाले अस्वीकार गरेको थियो। उनले चुनावमा धाँधली भएको भनेर डोनाल्ड लू, जो अमेरिकन दूतको रूपमा दक्षिण एसिया, अझ विशेष गरी दक्षिण पूर्वी एसियामा उनी भ्रमण गरिरहन्छन्, जीवन नियाज्नु उनले बङ्गलादेशी चुनाव धाँधलीपूर्ण भएको आरोप लगाएका थिए। जबकि पाकिस्तानमा इमरान खानको पार्टीको चुनाव चिन्ह शुद्ध थुतेर स्वतन्त्र उठ्नु परेको थियो। त्यस्तो खालको चुनावलाई उनी मौन बसे, अर्थात् त्यसलाई धाँधली बोलेनन्। तर बङ्गलादेशको सरकार विरुद्ध, बङ्गलादेशको तत्कालीन शेख हसिनाका विरुद्ध उनले वक्तव्यबाजी गरेका थिए कि यो चुनाव धाँधलीपूर्ण छ, किनकि त्यसको एउटै जज भनेको बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले लगाएअनुसार सेन्ट मार्टिन टापु पटक मागेको र पटक नदिने अस्वीकार गर्दा त्यस खालको अमेरिकाले नियोजित रूपमा षड्यन्त्र अर्थात् त्यो सेन्ट मार्टिन टापु नदिएको झोकमा वक्तव्यबाजी गरेको आरोप लगाएकी थिइन्। यस क्षेत्रमा चीन नेसनल फ्रन्ट CNF भन्ने एउटा विद्रोही लडाकु समूह पनि सक्रिय छ। त्यसै गरी यस क्षेत्रमा भारतको असमबाट आएको युनाइटेड लिबरेसन फ्रन्ट अफ असम उल्फा हो, यो समूह पनि यहाँ सक्रिय छ। उल्फाको मूलभूत अंश भारत सरकारसँग सम्झौता मार्फत शान्ति प्रक्रियामा आइसकेको छ भने त्यसबाट फुटेर गएका अझ दुई समूहहरू चाहिँ उग्र विद्रोहको रूपमा यस क्षेत्रमा सक्रिय छन्।
पछिल्लो खबर अनुसार बङ्गलादेशको बक्स बजारमा आर्टिलरीहरू जम्मा गरिएको छ, जसले म्यानमारमाथि अब सैन्य धावा बोल्ने तयारी गरेको छ। त्यसै गरी सेन्ट मार्टिन आइल्यान्डमा टापुमा ड्रोनहरू तयारी अवस्थामा भण्डारण गरिएको छ, जसबाट अब केही समयभित्रै म्यानमारमाथि सैन्य कारबाही हुने खतरा छ। यसै पनि म्यानमारको सेना जो जुन्ता भनिन्छ, उनीहरूको 36% मात्रै त्यही पनि उत्तरी भेग तर्फ मात्रै आफ्नो पकड छ, नियन्त्रण छ। त्योभन्दा बाहिर यो दक्षिणतर्फ उनीहरू छिर्न समेत सकेका छैनन्। त्यो अवस्थामा यतापट्टि यो बङ्गालको खाडी नजिकबाट सैन्य गतिविधि, सैन्य बन्दोबस्तीका सामानहरू पर्याप्त मात्रामा भण्डारण भएको छ। त्यो खालको खबर अहिले आइरहेको छ र केही दिनभित्रै म्यानमारमाथि ठुलो मात्रामा सैन्य आक्रमण हुने देखिन्छ, जसबाट यो क्षेत्र बढी विवादित र तनाव त हुने नै भयो, साथै यो क्षेत्र छुट्टिएर नयाँ देश बन्ने सम्भावना प्रबल छ। तपाईलाई यहाँ हामी देखाउँदैछौँ कि आराकन आर्मीले बडो बन्दोबस्तीका साथ तालिमहरू सञ्चालन गरिरहेको छ यस क्षेत्रमा। त्यसै गरी हतियार पनि अमेरिकन हतियारहरू प्राप्त गरिरहेका छन्, जुन हतियार बङ्गलादेशी सेना र म्यानमारको सेनासँग पनि छैन। त्यस्ता खालको हतियार प्रयोग भइरहेको र त्यस खालको तालिम तीव्र रूपमा चलाइरहेको यहाँ देख्न सकिन्छ। Soldiers go through their paces at Arakan Army headquarters in northern Myanmar's Kachin state, just across the border from China. The rebel army has seen a surge of new recruits in recent years. It now boasts more than 7,000 troops, according to made up of ethnic Buddhists from western Myanmar's Rakhine state. हुन त शेख हसिना पनि निरङ्कुशतातर्फ उद्धत थिइन्। एउटा कुरा के देखिन्छ भनेदेखि जब कुनै पनि राष्ट्र प्रमुख, सरकार प्रमुख वा कार्यकारी प्रमुख धेरै समय 20 वर्षभन्दा माथि, 20 वर्षभन्दा बढी यदि सत्तामा रहन्छ भने त्यसमा दुईटा कुरा अवश्य आउँछ। त्यो मानवीय गुण नै रहेछ। एउटा निरङ्कुशता आउँछ, उसमा निरङ्कुशताको भाव बढ्छ। दोस्रो चाहिँ राष्ट्रप्रेम अथवा राष्ट्रवादी चाहिँ ऊ केही न केही बन्छ भन्छ। ऊ लामो समय सत्तामा रहेपछि त्यो देशप्रतिको भाव, भक्ति अथवा राष्ट्रप्रेम जाग्छ नै। दोस्रो भनेको उसमा निरङ्कुशता एकदम हाबी हुन्छ। यो दुईटा कुरा चाहिँ यदि सत्तामा धेरै बेर रह्यो अथवा बस्यो भने जो कोहीमा पनि हुने गुण देख्यो। त्यही अनुरूप नै बङ्गलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनामा पनि जुन खालको निरङ्कुशता हाबी भयो, अन्ततः त्यही निरङ्कुशताले गर्दा उनको सत्ता मात्रै होइन, देश नै छोड्न बाध्य भइन्। केही समय अघि लेखेको देश सञ्चार दैनिक अथवा देशसञ्चार.com मा प्रकाशित मेरो आलेखको श्रव्य दृश्य मार्फत यहाँलाई थोरै बुझाउने प्रयास गरे। हाल त्यो क्षेत्रमा जुन लेखेको बखतभन्दा हाल तीव्र गतिमा विवाद र त्यस खालका गतिविधि बढेको बारम्बार समाचारबाट आइरहेका छन्। तसर्थ हामी जस्ता साना मुलुक नेपाल, भुटान, बङ्गलादेश पनि भनौँ, यी यस्ता देशका नेतृत्वले सुझबुझपूर्ण तरिकाले यदि परदेश अथवा परराष्ट्र नीति अवलम्बन गर्न सकिएन अथवा त्यो खालको सम्बन्ध कायम वा सन्तुलन गर्न सकिएन भने भविष्यमा देश नै सङ्कटमा पर्ने जर्जर सम्भावना छ। तसर्थ त्यसको निम्ति परिपक्व निर्णय र सन्तुलन परराष्ट्र नीति नै अहिलेको मुख्य आवश्यकता हो। हस्, आजलाई यति नै।